यसले थाहा पाउँदैन भनेर खुब लुकी ब्लग हान्छौ नि हैन। अब टिकटकले सबै थाहा पाइदिन्छ कसले ब्लग गरेको छ भनेर। 4 जना मलाई। ओ माई गड, जिन्दगीमा नसोचेको मान्छेहरू तपाईहरु। यस्तो पनि हुन्छ। अघि भर्खरसम्म कुरा भइरहेको थियो। स्पेशली यो 4th नम्बरको मान्छे मेरो एकदमै नजिकको साथी। के भएको तपाईँ चाहिँ? बर्थडे त मैले विश गरेँ त। हे भगवान, गिफ्ट दिएन भनेर हो मलाई ब्लक हानेको। पानी परिरहेको छ, हिँड्ने वातावरण छैन। गिफ्ट बरु एकचोटि भनेको भए म पठाइदिन्थेँ नि युबिनबाट। ब्लकै हान्नुपर्छ? के कुरामा चित्त बुझेन? सानो गिफ्टको लागि नै हो। बर्थडे त मैले विश गरेको थिएँ त। यति नजिकको सोच्थे, यस्तो मिल्ने साथी भएर पनि यस्तो है तपाईँ। जिन्दगीमा एक्सपेक्ट नगरेको। हुन त आफ्नो साथीको खुट्टा आफ्नै साथीले तान्छ भन्थ्यो हो रहेछ। ब्लकै गर्नुपर्ने, अनफ्रेन्ड गरिदिनु नि। एकचोटि भनेको भए म आफै हराइदिन्थेँ। तर मलाई ब्लकै हानेको। ओ गड। अनि अरू 3 जना पनि त एकदमै नजिकै साथीहरू। भारती सिस, भाइ, मेरो अर्को भाइ, अनिता सिस, तपाईँहरूले धरी सबैजनाले मलाई, जसलाई मैले एकदमै नजिकको सोचेको छु, जोसँग म धेरै कनेक्ट छु, उहाँहरूले नै यस्तो गरिदिएपछि